नेपालको हिमालहरू प्रकृतिको अनुपम उपहार। नेपाल प्राकृतिक सम्पदाले भरिपूर्ण सुन्दर हिमाली राष्ट्र हो। करिब 1,47,516 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको नेपाल विश्वको कुल भूभागको सानो हिस्सा मात्र भए पनि हिमालय पर्वतमालाको दृष्टिले अत्यन्तै समृद्ध देश हो। विश्वका 8,000 मिटरभन्दा अग्ला 14 हिमालमध्ये 8वटा नेपालमा रहेका छन्, जसका कारण नेपाललाई संसारभर हिमालहरूको देश भनेर चिनिन्छ। उत्तरतर्फ चीनको तिब्बतसँग जोडिएको विशाल हिमालय पर्वतमालाले नेपालको प्राकृतिक सौन्दर्य, जलस्रोत, जैविक विविधता, पर्यटन तथा राष्ट्रिय अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्याएको छ। नेपालका हिमालहरू केवल भौगोलिक संरचना मात्र होइनन्, यी नेपालीहरूको पहिचान, गौरव र सांस्कृतिक सम्पदाका प्रतीक पनि हुन्। विश्वकै सर्वोच्च शिखर सगरमाथा नेपालकै भूमिमा अवस्थित छ। यसको आधिकारिक उचाइ 8,848.86 मिटर रहेको छ। सगरमाथा विश्वभरका पर्वतारोहीहरूको सबैभन्दा ठूलो सपना मानिन्छ। यसैगरी नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घा 8,586 मिटर अग्लो छ, जुन पूर्वी नेपालको ताप्लेजुङ जिल्लामा अवस्थित छ। तेस्रो स्थानमा लोत्से 8,516 मिटर, चौथोमा मकालु 8,485 मिटर, पाँचौंमा चौओयु 8,188 मिटर, छैटौंमा धौलागिरी प्रथम 8,167 मिटर, सातौंमा मनास्लु 8,163 मिटर, आठौंमा अन्नपूर्ण प्रथम 8,091 मिटर, नवौंमा ग्याचुङ काङ 7,952 मिटर र दशौंमा अन्नपूर्ण द्वितीय 7,937 मिटर रहेका छन्। यी सबै हिमालहरूले नेपाललाई विश्व पर्वतारोहण पर्यटनको प्रमुख गन्तव्य बनाएका छन्। नेपालका हिमाली क्षेत्रहरूमा शेर्पा, गुरुङ, थकाली, तामाङ, लिम्बू, राई, भोटिया, लोपा तथा मनाने लगायतका समुदायहरूको बसोबास रहेको छ। कठोर मौसम, अत्यधिक चिसो र दुर्गम भूगोलका बावजुद यी समुदायहरूले आफ्ना मौलिक संस्कृति, भाषा, परम्परा र जीवनशैलीलाई पुस्तौँदेखि संरक्षण गर्दै आएका छन्। यहाँका मानिसहरूको मुख्य आयस्रोत पर्यटन, पर्वतारोहण, ट्रेकिङ, होटल तथा लज सञ्चालन, याक तथा चौरी पालन, कृषि, जडीबुटी सङ्कलन, हस्तकला तथा स्थानीय व्यापार हुन्। विशेष गरी सोलुखुम्बुका शेर्पा समुदाय विश्वकै उत्कृष्ट पर्वतारोहण मार्गदर्शकका रूपमा परिचित छन्। नेपालका हिमालहरूले देशलाई अनेकौं प्राकृतिक तथा आर्थिक लाभ प्रदान गरेका छन्। हिमालहरूबाट उत्पन्न भएका हिमनदीहरूले कोशी, गण्डकी, कर्णाली, महाकाली लगायतका प्रमुख नदीहरूलाई जन्म दिएका छन्। यी नदीहरूले देशभर खानेपानी, सिँचाइ, कृषि तथा जलविद्युत उत्पादनका लागि आवश्यक पानी उपलब्ध गराउँछन्। नेपाल विश्वका जलविद्युतको उच्च सम्भावना भएका राष्ट्रहरूमध्ये एक मानिन्छ र यसको प्रमुख आधार हिमाल र हिमनदी नै हुन्। साथै हिमाली क्षेत्रहरूमा पाइने दुर्लभ वनस्पति, औषधीय जडीबुटी, हिमचितुवा, रातो पाण्डा, कस्तुरी मृग, डाँफे लगायतका वन्यजन्तुले नेपालको जैविक विविधतालाई विश्वमै विशिष्ट बनाएका छन्। पर्यटन नेपालको अर्थतन्त्रको महत्त्वपूर्ण आधार हो र यस उद्योगको केन्द्रबिन्दु नै हिमालहरू हुन्। प्रत्येक वर्ष करिब 10 लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भ्रमण गर्न आउने गरेका छन्। उनीहरूमध्ये ठूलो सङ्ख्यामा पर्यटक हिमाली पदयात्रा, पर्वतारोहण, धार्मिक यात्रा, प्रकृति अवलोकन तथा स्थानीय संस्कृति अनुभव गर्न हिमाली क्षेत्रमा पुग्ने गर्छन्। सगरमाथा आधार शिविर, अन्नपूर्ण सर्किट, मनास्लु पदमार्ग, लान्ताङ उपत्यका, मकालु क्षेत्र र कञ्चनजङ्घा संरक्षण क्षेत्र विश्वप्रसिद्ध पर्यटकीय गन्तव्य हुन्। पर्यटनबाट होटल व्यवसाय, यातायात, स्थानीय उत्पादन, हस्तकला तथा हजारौं नेपालीले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा रोजगारी प्राप्त गरेका छन्। हिमालहरू प्राकृतिक सौन्दर्यका अनुपम स्रोत पनि हुन्। बिहान सूर्योदयको सुनौलो किरणले हिमालका हिउँले ढाकिएका शिखरहरूलाई सुनझै चम्काउँदा देखिने दृश्य संसारकै उत्कृष्ट प्राकृतिक दृश्यहरूमध्ये एक मानिन्छ। हिमाली ताल, झरना, हरियाली जङ्गल, हिमनदी, गुम्बा, मन्दिर तथा स्थानीय बस्तीहरूले नेपालको हिमाली क्षेत्रलाई अझ आकर्षक बनाएका छन्।
यही अद्भुत सौन्दर्यले नेपाललाई विश्वभरका प्रकृतिप्रेमी फोटोग्राफर, अनुसन्धानकर्ता तथा साहसिक पर्यटकहरूको रोजाइको गन्तव्य बनाएको छ। यद्यपि हिमालहरू आज जलवायु परिवर्तनको गम्भीर असरबाट प्रभावित भइरहेका छन्। तापक्रम वृद्धि, हिमनदीहरू तीव्र गतिमा पग्लिनु, हिमताल फुट्ने जोखिम बढ्नु तथा वातावरणीय प्रदूषणले हिमाली क्षेत्रको प्राकृतिक सन्तुलनमा चुनौती सिर्जना गरिरहेको छ। त्यसैले हिमालहरूको संरक्षण गर्नु सम्पूर्ण मानव समुदायको साझा दायित्व हो। स्वच्छ वातावरण, दिगो पर्यटन, वन संरक्षण तथा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका प्रयासहरूले मात्र भविष्यका पुस्ताका लागि हिमालयको अनुपम सौन्दर्य सुरक्षित राख्न सकिन्छ। नेपालका हिमालहरू केवल अग्ला शिखरहरू मात्र होइनन्, यी देशको गौरव, संस्कृति, जलस्रोत, जैविक विविधता, पर्यटन र आर्थिक समृद्धिका आधार हुन्। विश्वको सर्वोच्च शिखर सगरमाथादेखि अन्नपूर्ण, धौलागिरी, मनासलु, मकालु र कञ्चनजङ्घासम्मका हिमालहरूले नेपाललाई विश्वभर परिचित बनाएका छन्। हिमालहरूको संरक्षण, सम्मान र दिगो उपयोग गर्दै हामीले यस अनुपम प्राकृतिक सम्पदालाई भावी पुस्ताका लागि सुरक्षित राख्नुपर्छ। हिमालय नेपालको शिरको मुकुट हो र यसको गौरव सदैव नेपालीहरूको हृदयमा अमर रहनेछ।